सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभावले सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। रातको 2 बजेदेखि खाली सिलिन्डर बोकेर लाइनमा बसेका उपभोक्ताले बिहानसम्म पनि ग्यास पाउने कुनै निश्चितता नभएको गुनासो गरेका छन्। कतिपय घण्टौं लाइन बसेपछि पनि ग्यास नलिई रित्तै घर फर्किन बाध्य छन्। ग्यास डिपोमा बढ्दो भिडका कारण वितरणका क्रममा तनाव र विवादको अवस्था देखिन थालेको छ। आज वीरेन्द्रनगरमा पनि लाइन व्यवस्थापनलाई लिएर विवाद भएको स्थानीयले बताएका छन्। उपभोक्ताहरूले ग्यास अभावको वास्तविक कारण सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। आपूर्तिमा समस्या हो, वितरण व्यवस्थापनको कमजोरी हो या अन्य कुनै कारण हो, यसबारे स्पष्ट जानकारी दिनुपर्ने उनीहरूको भनाइ छ। जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायले तत्काल अनुगमन गरी वास्तविक अवस्था सार्वजनिक गर्दै सहज र पारदर्शी ग्यास आपूर्ति सुनिश्चित गर्नुपर्ने माग स्थानीय बाँचेको छ।